दर्शक महानुभाव नमस्कार। हामी यतिखेर हेर्न सक्छौँ यो नारायणी दरबार क्षेत्र अगाडि हामी आइसकेको छौँ। दर्शक हेर्न सक्छौँ यहाँ लाखौँसँग प्रहरीहरू तैनात अवस्थामा रहेको छ भने यहाँ राजावादी तथा देशप्रेमी नागरिकहरू लाखौँ सङ्ख्यामा सडकमा उल्लिसकेका छन्। दर्शक हामी यतिखेर अहिले यो नारायणी दरबार क्षेत्र अगाडि गेटनिर हेर्न सक्नुहुन्छ यहाँ प्रहरीहरू पनि बाक्लो सङ्ख्यामा तैनात अवस्थामा रहेको छ भने यहाँबाट पनि ठुलो सङ्ख्यामा दर्शक हामी यहाँ हेर्न सक्छौँ। यहाँनिर प्रहरीहरूले रोक्न खोजिरहेको छ। दर्शक यहाँ हेर्न सक्छौँ यहाँ प्रहरीहरूले रोक्न खोजिरहेको छ। दर्शक यहाँ हेर्न सक्नु हजुर अपे पनि यहाँनिर प्रहरीहरूले रोक्न खोजिरहेको छ। दर्शक यहाँ हेर्न सक्नुहुन्छ। दर्शक यहाँनिर अगाडि गेटनिर नारायणी दरबार क्षेत्र अगाडिनिर नै प्रहरीले रोक्न खोजिरहेको छ। दर्शक यहाँ हेर्न सक्नुहुन्छ अपे पनि दर्शक यहाँ हेर्न सक्नुहुन्छ हजुरहरू प्रहरीले यहाँभन्दा अगाडि बढ्न दिइरहेको छ नि यहाँनिर ठोकिरहेको छ। दर्शक आफै पनि हेर्न सक्नुहुन्छ। एक दुई घण्टा यो दरबार हामीले कब्जा गर्नुपर्छ। केपी ओली प्रधानमन्त्री कब्जा गर्न मिल्ने हामीले नमिल्ने हो र? देशद्रोहीहरूको मात्र होइन यो दरबारमा। त्यो कारणले जहाँ छौँ हामी साथीहरू त्यहाँ बाइक रोकेर गाडी रोकेर अगाडि आइदिनु होला। खुट्टा बोकेर आउनुहोस् केही पनि हुँदैन। हामीले राजा राजा छिराउने हो। राजा हुँदा के हुन्छ, राजा नहुँदा के हुन्छ, म दुईटा उदाहरण युवाहरू यहाँ भागेर उता सिंहदरबार जान लागि दर्शक हेर्न सकिन्छ। अगाडि भागिसकेको छ युवाहरू सिंहदरबारको लागि अगाडि भागिसकेका छन्। हेर्न सक्छौँ हामी यहाँ हेर्न सक्छौँ यहाँ सिंहदरबार अगाडि बन्द भएको छ। दर्शक हामी देश दिइरहेका छौँ। दर्शक हेर्न सक्छौँ यहाँ हेर्न सक्छौँ यहाँ पनि अगाडि बन्द छ भने सिंहदरबार छिन्न लागि युवाहरू कमजोर अवस्थामा रहेका छन्। के हुन कस्तो हुन कसैलाई पनि थाहा छैन। दर्शक यो अगाडि सिंहदरबारको घेराको लागि युवाहरू हिँडिसकेका छन्, गइसकेका छन्। दर्शक युवाहरू यहाँ हेर्न सक्नुहुन्छ। दर्शक यहाँ आज ठुलो लफडा हुने सम्भावना देखिएको छ। दर्शक युवाहरू ठाउँ ठाउँबाट सिंहदरबारको लागि भित्र प्रवेशको लागि युवाहरू सडकमा आन्दोलनको लागि भन्दा पनि युवाहरू पुरा ठाउँ ठाउँबाट घेरेर ठाउँ ठाउँबाट सिंहदरबार छिन्न लागि युवाहरू भनेको ठाउँ ठाउँ कोलियाबाट युवाहरू सिंहदरबार जान लागि रेडी भइसकेका छन्। भइरहेको दर्शक यहाँ हेर्न सक्नुहुन्छ। यहाँनिर लखडा भइरहेको छ। दर्शक राजावादी र प्रहरी बीच झगडा भइरहेको छ। दर्शक यहाँनिर हेर्न सक्नुहुन्छ पक्का पनि हेर्न सक्नुहुन्छ नि प्रहरीले दमन गरेपछि राजावादी र प्रहरी बीच झगडा भइरहेको दर्शक यहाँ हेर्न सक्नुहुन्छ। यो सङ्ख्या अगाडिनिर राजावादीहरू दर्शक यहाँ आफै हेर्न सक्नुहुन्छ। प्रहरीहरूले पनि राजावादीहरूलाई हेर्ने चेम्ने काम गरिरहेको छ। दर्शक अगाडि हेर्न सक्नुहुन्छ पक्कै पनि यहाँ लफडा हुने सिर्जना भइरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ आफै पनि राजावादी देशप्रेमी नागरिक र प्रहरी बीच हस्तक्षेप भइरहेको छ। दर्शक के भन्न चाहनुहुन्छ? दर्शक प्रहरीहरूले पनि यो राजावादी देशप्रेमी नागरिकलाई हेर्ने चेम्ने काम गरिरहेको छ। दर्शक भइरहेको दर्शक यहाँ हेर्न सक्नुहुन्छ। यहाँनिर लखडा भइरहेको छ। दर्शक
राजावादी र प्रहरी बीच झगडा भइरहेको छ दर्शक यहाँनिर हेर्न सक्नुहुन्छ पक्कै पनि हेर्न सक्नुहुन्छ प्रहरीले दमन गरेपछि राजावादी र प्रहरी बीच झगडा भइरहेको दर्शक यहाँ हेर्न सक्नुहुन्छ यो सत्य रहनिर राजावादीहरू दर्शक यहाँ आफै हेर्न सक्नुहुन्छ प्रहरीले पनि राजावादीहरूलाई हेर्ने चेम्ने काम गरिरहेको छ दर्शक अगाडि हेर्न सक्नुहुन्छ पक्कै पनि यहाँ लखराउने सिर्जना भइरहेको छ यहाँ हेर्न सक्नुहुन्छ आफै पनि राजावादी देशप्रेमी नागरिक र प्रहरी बीच हस्तक्षेप भइरहेको छ दर्शकबिन के भन्न चाहनुहुन्छ दर्शकबिन प्रहरीले पनि यो राजावादी देशप्रेमी नागरिकलाई हेर्ने चिम्ने काम गरिरहेको छ दर्शक